80% विकली च्यालेन्ज पुरा भयो, तर एआईले गर्दाखेरि तपाईको 100% विकली च्यालेन्ज पुरा नै भएको छैन हैन। टेन्सन नगर्नुहोस्, म छु, तपाईलाई म सिकाउँछु कि क्रिएट एन एआई चाहिँ तपाईले कसरी कम्प्लिट गर्नुपर्छ, त्यसमा के लेख्नुपर्छ, के गर्नुपर्छ, म तपाईलाई यो भिडियोमा डिटेल सिकाउँछु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोस्, नत्र तपाईले मिस गर्नुहुनेछ कि त्यसमा के गर्नुपर्छ भनेर है। सर्ट एन्ड स्विट हुन्छ, एकदम तपाईलाई जानकारी राम्रो दिनेछु र भिडियोलाई लाइक गरेर शेयर पनि गरिदिहाल्नुहोस् ताकि अरूले पनि यो भिडियो हेरेर सिकोस् हैन। साथै मलाई फलो गर्नु नबिर्सिनुहोस्। जतिजना नयाँ आउनुहुन्छ भने चाहिँ स्क्रिन चालु भइसकेको छ हैन। अब तपाईहरुले फेसबुक क्लिक गरिसकेपछि त्यसपछि प्रोफेसनल डैशबोर्ड भित्र जानुहोस्। यहाँ गइसकेपछि चाहिँ तपाईले यहाँ माथि हेर्नुहोस् त, साजन यो जुन चाहिँ प्रोफाइल छ तपाईको पनि त्यही आइडी हुन्छ हैन, त्यही लोगो हुन्छ आफ्नो फेसबुकको। त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ गइसकेपछि यो विकली प्रोसेसमा गयो हैन, प्रोग्रेसमा। यहाँ गइसकेपछि चाहिँ अब तपाईको यहाँ हेर्नुहोस् त 20% मात्रै रहेको छ विकली च्यालेन्ज पुरा हुनु। तर केले गर्दा भएको छैन हेरिहाल्नुहोस् स्क्रिनमा, सबै भइसकेछ हैन। फलोवर्स पनि भएको छ, पब्लिक पोस्ट पनि भएको छ, पब्लिक रिस्ट पनि भएको छ, रिएक्सन पनि पुग्यो, तर क्रिएट एन एआई ले गर्दाखेरि अड्किरहेछ। त्यो चाहिँ म तपाईलाई सिकाउँछु आजको यो भिडियोमा। हेर्नुहोस्, तपाईले त्यहाँ क्लिक गर्नुहोस् क्रिएट एन एआई मा है। त्यसपछि यहाँनिर लेख्नुपर्छ तपाईले फेसबुक है। फेसबुक तपाईले के को लागि भिडियो बनाउनुहुन्छ, के को क्याटेगोरी चुज गर्नुपर्छ, त्यो क्याटेगोरी हाल्नुपर्छ त्यहाँ। जस्तो म कमेडी बनाउँछु, कमेडी। तपाईले इन्टरटेनमेन्ट गर्नुहुन्छ, इन्टरटेनमेन्ट। कुकको गर्नुहुन्छ, कुकको रिलेटेड है। तपाईले ट्यागको भिडियो बनाउँछ, ट्यागको हो त्यसरी हाल्नुपर्छ। र यहाँनिर हेर्नुहोस् फेसबुक, जस्तो मैले के गर्छु कमेडी है, फनी कमेडी है, रिलेटेड हैन, रिलेटेड एन्ड एआई यसरी तपाईले लेखेर यसलाई अब तपाईले के गर्नुपर्छ भने चाहिँ यहाँ माथि हेर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि अलिकति टाइम लिन्छ, त्यसपछि यो खोलिन्छ। यहाँनिर फर्स्टमा तपाईले यहाँ नेममा यहाँ चाहिँ तपाईले आफ्नो आइडी को नाम लेख्नुपर्छ। जस्तो SAJAN यस प्रकारले हो। हेर्नुहोस् है राम्ररी यसरी लेख्नुहोस् हैन, आफ्नो नाम लेख्नुहोस्। त्यसपछि तपाईले यहाँ तल हेर्नुहोस् त, अडियन्स पब्लिक हुनुपर्छ है, पब्लिक राख्नुहोस्। त्यसपछि यहाँनिर हेर्नुहोस् च्याट विथ एआई मा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि एकछिन प्रोसेस है, घुम्छ नि त, टाइम त लाग्छ नि त जे चिजलाई नै अलिकति हैन। एकछिन वेट गर्नुहोस्, नभाग्नुहोस् है, एकछिन पर्खिनुहोस्। जस्तो कि तपाईको यो गइसकेको छ हैन, हेर्नुहोस् है भइसक्यो। ल हेर्नुहोस् यो कम्प्लिट भइसकेको छ। अब यो चाहिँ के हो एआई भनेको चाहिँ, यहाँ हेर्नुहोस् एआईले चाहिँ यस्तो हुन्छ जहाँ चाहिँ तपाईको कमेन्ट गर्नु तपाईहरुले भ्याउँदैन नि, कुनै दिन बिजी हुन्छ तपाईहरुले भ्याउँदैन नि, त्यति बेला चाहिँ कसै तपाईको फ्रेन्डहरुले तपाईलाई कमेन्ट गरेको हुन्छ नि, उनीहरुलाई आफै एआई को थ्रुबाट मेसेज जाने गर्दछ। बुझ्नुभयो नि, एआई को मतलब चाहिँ यो। र साथै अब यो कम्प्लिट भइसकेको छ। त्यसपछि तपाईहरु कम्प्लिट भयो है, ब्याक जानुहोस्। ब्याक गएर चाहिँ यसलाई अब हेर्नुहोस् ब्याक गरे। त्यसपछि अब यहाँ हेर्नुहोस् है साथीहरु, अब फेरि म गएँ हैन, प्रोफेसनल डैशबोर्ड भित्र पसे। त्यसपछि विकली प्रोग्रेस यहाँ हेर्नुहोस्, देख्नुभयो रियल प्रुफ। हेर्नुहोस् है क्रिएट एन एआई पनि ब्लू टिक आइसकेको छ हेर्नुहोस्। सो तपाईलाई कस्तो लाग्यो यो भिडियो भन्नुहोस्, कमेन्टमा लेख्नुहोस् ल। भिडियो मन पर्यो भने एकदम सक्दो लाइक शेयर गरिदिनुहोस्, किनभने 100% स्योर जो चीज हुन्छ त्यो चीज म बताउँछु, जो चीज हुँदैन फेक भिडियो बनाउँदैन साजन दाइले। बुझ्नुभयो नि, ल हेर्नुहोस्। सो कस्तो लाग्छ भिडियो हैन, कमेन्टमा लेख्नुहोस्।